बाटो है साथीहरु। तपाईलाई मैले यो भनेको थिइन कि कालो गालामा यत्रो गोलो लाउँदाखेरि राम्रो देखिन्छ भनेर। मैले तँलाई कहिले भनेको थिइन कि तँलाई यहाँदेखिको यहाँ माथिसम्म चाहिँ रातो टिका लगाउँदा राम्रो देखिन्छ भनेर। तपाईलाई मैले कहिले भनेको थिइन कि यस्तो तपाईको जुगादारी यस्तो बनाउँदाखेरि राम्रो देखिन्छ भनेर। साथीहरु मैले तँलाई कहिले भनेको थिइन कि तेरो यहाँ गालामा चाहिँ यहाँदेखिको यहाँसम्म रातो लगाउँदाखेरि एकदम राम्रो देखिन्छ भनेर। तपाईलाई मैले यो भनेको थिइन कि ब्लू कलरको टिका यहाँ माथिसम्म ठुलो लगाउँदाखेरि राम्रो देखिन्छ। मैले तँलाई कहिले भनेको थिइन कि तेरो अगाडिको दाँत चाहिँ दुईटा गायब भयो भने कालो लगाएर गायब भयो भने चाहिँ एकदम राम्रो देखिन्छ भनेर। तपाईलाई मैले कहिले भनेको थिइन कि यो नाकको टुप्पामा रातो लगाउँदाखेरि राम्रो देखिन्छ। रातो छैन पिङ्क कलर है। मैले तँलाई कहिले भनेको थिइन कि यहाँ दाडी कालो दाडी बनाउँदा राम्रो देखिन्छ भनेर। छिटो न सकिन आँटिसक्यो भिडियो। मैले तपाईलाई कहिले भनेको थिइन कि यस्तोमा पिङ्क कलर यतिसम्म लाउँदाखेरि राम्रो देखिन्छ भनेर। मैले तँलाई कहिले भनेको थिइन कि हाम्रो दाजुको लामो भेष छ नि त्यो लगाउँदा राम्रो देखिन्छ भनेर। साथीहरु ये गेम कस्तो लाग्यो हजुरलाई?